युवा साथी राम राम पार्छौ राम नारायण पार्छौ राम मनु पगो छोला जे होला होला पार्छौ राम पगो छोला जे होला होला पार्छौ राम नारायण सम्पूर्ण तपाईहरु सबैका पितृ देवताहरूलाई पनि आज यहाँ भक्तजन जति आउनु भएको छ उहाँहरूका तपाईँ घर आँगनका पितृ देवतालाई पनि हामी सम्झना गर्छौँ। उहाँहरूको आशीर्वाद हामी सबैलाई मिलोस् र त्यस कारणले गरिकन हाम्रा अनन्त लोकबहादुर पहिला मैले उहाँको एउटा चाहिँ भजन भनिदिनु पर्यो भन्नुभएको थियो। मैले भने उहाँका घरमा यहीँ नजिकै शाखामाडी लोकबहादुर अस्टाउनको मैले भजन भनेको 15 दिन पछाडि उहाँलाई पनि धेरै धेरै सम्झना छ। मेरो ठुलो बुवा बडो बा हुनुहुन्छ पुष्पराज अझै पनि जीवितै हुनुहुन्छ। श्वास बढी बढ्ने हुनाले भन्न सक्नुहुन्न। तपाईहरुका मनमुटु सबैमा हिजो छाएको र उहाँकै कथा व्यथा हामीले आज सिक्यौं। नारायण हे राम 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 र बढ्दैछ इन्द्रनीले हामीलाई डाको यहाँले हेर्न पनि सक्नुहुन्छ। तपाईहरुको भजन कृष्ण कडेलले भन्नुभयो थोडाजी आउनु पर्यो मेरो यो कार्यक्रमबाट प्रसारण गर्छु म भनिदिनु पर्यो भन्नुभयो। उहाँले हामीलाई डाकेर भजन भन्यो। लगभग अहिले 65 लाखले हाम्रा भजनहरू हेर्नु भएको छ र त्यसैले गर्दा र फेरि पनि डाक्दै हुनुहुन्छ। फेरि पुरस्कारको व्यवस्था गरेका छौँ। धेरै गएर तपाईँको भजन भन्नुभएको छ त्यहाँ पुग्छौँ। हे भक्त भला हाम्रो सिन्धुलीको कला र हाम्रा पुरुषले हिजो लडेका र जसले एउटा नानी काखमा बोकेर गरीका डाँडामाथि हाम्रा पुर्खा आमा बाबुले र त्यो बेलामा अङ्ग्रेजसँग विदेशीले हाम्रो हस्तक्षेप गरेको हाम्रो देशलाई परास्त गर्ने जुन र त्यो जुन ठुलो छाती बोकेर बनेको यो सेरोफेरो सिन्धुलीको र हाम्रा पुर्खाले आज बसेको र त्यस्ताका छोरा नातिले नारायण हे राम 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 जान्छन् विदेशमा नारायण जान्छन् विदेशमा कहिले काहीँ रुन धन कमाउन जान्छन् विदेशमा मेचीदेखि महाकाली नेपालीको छाती आमा माथि लाता हाने आफ्नै देशका घाती हाम्रो श्रम बेचिदियो। अब नबेच थोरै कुरा भने मैले श्रम बेचिदियो हाम्रा छोरा नाति पनातिको। हाम्रा पाखा बारी पखेरा गाउँघरका अझै नाङ्गै छन् उदाङ्गै छन् र त्यहाँ अलिक हरिभरा कमाई कृषि क्षेत्र वन जङ्गल जलस्रोतको धनी हाम्रो नेपाल। तर अभाग्य चाहिँ युवा पुस्ताले अरू देश बनाउनु पर्ने र यो पीडालाई पीडा भएको हे नेपालमा नारायण हे राम 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 सपुत जन्माइदेऊ देश बनाउने नेपालीलाई हुने नारायण ये भक्तजन के थिएन र हामीसँग
र तिनै भेगले हामी भरिपूर्ण भएको नेपाल होइन र दाजु। र माथि जाँदा अलि माथि जाँदा सगरमाथा विश्वको उच्च सबै आउने र घुम्ने त्यस्तो खालको हाम्रो सगरमाथा हिमालय सेताइले टल्किन्छ, जहाँ कि 100औं वर्षसम्म त्यहाँ हिमालमा बस्ने व्यक्ति बाँच्नुहुन्छ, न रोग लाग्छ, खाएको पच्छ, सबै कुरा हुन्छ। त बिचमा आउँदा महाभारतका काशमुनि बसेका तपाईँ हामीले पाएका छौँ। महाभारतको काशमुनि साना झुपडीदेखि लिएर तराई भेगमा आदि गर्मी समयको अन्नको उर्वर भूमि त्यस्तो खालको देश बन्न सकेन। यही पुकार गर्दै रामका भजन आमा तार्ने पूर्ण गर्नको निमित्त सबै तीर्थधामलाई डाकेर नारायण हे राम 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 रामका भजनले मलाई तार्ने वैकुण्ठमा पार्ने रामका भजनले वैकुण्ठमा पार्ने रामका भजनले नारायण। र पूर्णराज गिरी भन्ने मान्छे, म पुष्पराजको भतिजो, पुष्पराजको छोरो। लुङु भन्ने ठाउँमा मेरो घर पर्छ। तर भजन चाहिँ म के भन्छु भने भक्तजन धेरै ठाउँमा के भयो भने यो लुङुको भजन परिस्थिति समय लाउन सकिन्न कि पनि भन्ने कुरा सुनियो। सबैले लाउन सक्नुहुन्छ र सबैले हामीलाई डाक्न सक्नुहुन्छ। यहाँहरूले हामीलाई लाखौँ करोडौँ दिएर हामीलाई पुग्दैन। मैले भजन भन्छु, तपाईँहरूले आफूले सकेको या सक्नुहुन्न भने पनि हामी गाडी भाडा तिरेर आएर पनि भजन कीर्तन भन्छु। मैले धेरै ठाउँमा भने मलाई यहाँहरूले जहाँ जहाँ बोलाउनुहुन्छ त्यहाँ आएर भन्छु। तपाईँहरूले हामीलाई परिपूर्ण कहिले पार्न सक्नुहुन्न। तपाईँहरूको भावनामा, तपाईँहरूको हृदयमा बसेर डाक्नु भयो भने र आएर यो कीर्तन यहाँको घर आँगनमा सबै ठाउँमा, धेरै ठाउँमा 15वटा 12 13वटा अहिले पनि भनिरहेको छु। नारायण हे राम 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 डाके आउने छौँ भक्तको घर नारायण। अब कथा वस्तुतिर जाउँ। हुन त यहाँ अनगिन्ती छ। हेर्नुहोस्, श्रीमद् भागवत महापुराण 365 अध्याय पण्डितजीले वर्णन गर्नुहुन्छ। त्यसमा पनि महात्मिक कथा हुन्छ। 365 अध्याय त एक दिन एघारलाई भने पनि सकिन्न। 7औं दिन त्यसलाई पुराण लाइन्छ, सप्ताह भनिन्छ। 7औं दिन लाउँदा पनि सकिन्न, अल्प अल्प तरिकाले भनिन्छ। त्यहाँ पनि नलाइन्छ, 9 दिन त्यही भागवत लाग्छ, त्यो पनि सकिन्न। महिनौ लाइन्छ, 3 महिना पनि लाइन्छ त्यही भागवत। कोटी होम महिनौ लाग्छ, त्यो वर्णन गर्न सकिन्न रे। तर भगवानका इत्यादि आदि गरेका लीला अनन्त छन्। 1000 जिब्रो भएका शेष नागले वर्णन गर्दैनन् भनी 1000 जिब्रोले पनि फड्कार्दा त्यो वर्णन गर्न सक्नु रे। अति अनन्त छ रे। कहिल्यै श्री तुङ्गाभद्र नाम गरेको नदी तटमा उमेर ढल्किँदै गयो। 2-3टा कुरा हामीले बुझ्नुपर्छ अरे। ए सन्तान नभएको ब्राह्मण पुत्र हो, ब्राह्मण भन्छन् अरे है। त्यो चाहिँ अब यहाँ उचाइ नहोस्, मलाई त्यो नलागोस्। हामीले पढेका कुरा सन्तान अपुत्र, सन्तान नभएका पुत्र ब्राह्मण। यदि हलोजो छन् ब्राह्मणले भने कर्म त उनको त्यो जजमान गरेर जाने हो, पेसा हो नि त। म कीर्तन गाउन आएँ आज। म विभिन्न किसिमका, मैले
कीर्तन गाउन हिँडेका र दिनहरूमा के मादक पदार्थ मासु मांस राम 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 त्यस्ता ब्राह्मणलाई मिठा खाने पूजा नगर्नु रे पूजा नारायण सन्तान नभएको ब्राह्मण हलो जोत्ने ब्राह्मण अनि मासु मांसाहारी भएको ब्राह्मणलाई चाहिँ लाइयो पूजा पाठमा भनेदेखि त्यो असफल कार्य हुन्छ भनेर वर्णन गरिएको छ हाम्रो धर्म हिन्दू शास्त्र अनुसार। तर उनले भनेछन् गाउँघरमा डाक्नै छाडे, अब ब्राह्मण बुढा डाक्नै छाडे। अब हाम्रो दिनचर्या चाहिँ यसरी बित्थ्यो पत्नी हे धुन्द्री अब म बस्ने मर्ने भएँ, पाल्ने र फाल्ने सन्तान नभएपछि हुँदो रहेन, भोलि कसले फाल्ला अगाडि कसले लाउला छ भनेर बुढा साह्रै दुःखी भएछन्। लागे बाटो आफ्नी धर्म पत्नीलाई छाडिदिए दरबारमा। अब सन्तोक भएन मान्छेलाई जब सन्तोक हुँदैन भक्तजन तपाईँका हजारौँ लाखौँ करोडौँ पैसा बोरामा बोकेर हिँडे पनि अशान्ति छ मनमा भनेदेखि तर त्यो पैसाले तपाईँले केही काम गर्यो त। जब मानिससँग अशान्ति छाडे ब्राह्मणले आफ्नो घर खेती धेरै भयो क्षति उनका दरबार कस्तो थियो अरे भने सुन चाँदी हिरामतीले राम घरका नारीले मुख पाउँछन् माया लाउँछन् हो कि होइन हेर्नुहोस् त हामी बुझौँ। तपाईँ नारीले 2 दिन माइत जाँदा कस्तो बन्छ त्यो स्वरूपको घर तपाईँ कल्पना गर्नुहोस्। अनि यो संसार पार्वती भनेर शिवको वर्णन गरिन्छ भने त्यस्तै नारीहरूलाई पनि नारायण राम 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 हाम्रो ती पनि फेल भए भएन कठै भरा अनि ती बाठी भन्छ स्वामी स्वामी न त झाँक्री न त त्यो ज्योतिषी हुँदैन क्या र मर्छ भरि हाम्रो प्यार यो हाम्रो प्यारो छोरो मर्छ। अब मैले सुनेकी थिएँ झटक्क कसैले सुनाए सुन्दर सहरमा मेरी बहिनीले छोरो जन्माएर गर्भ खेर गएको छ रे स्वामी नारायण राम 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 डाक्नु बहिनीलाई खेर गयो आज राम्रो नारायण गर्व चाहिँ बहिनीको खेर गएको छ अरे हजुरले के धन सम्पत्ति दिनुभयो भने ढाई आमा राख्नुपर्छ डाक्नु पर्छ तिनले हो त। बुढा सोझा रहेछन् विद्या धेरै पढेको भएर के गर्नु ल हुन्छ भने बुढा लाग्यो छोरो बचाउनु छ त्यो बेलामा लाखौँ खर्च भए पनि गर्न तयार हुन्छ नि मान्छे। तपाईँ हामी मेरो भगवानै भएर र आउनु पर्यो तिमीले गएर मेरो छोरो मर्ने भयो तिम्रो बच्चा खेर गएको छ अरे पालिदेऊ हुर्काइदेऊ तिमी धाई आमा बस्छ भनेर बुढाले हुन्छ भिनाजु
हजुरको सेवा गर्न पाउँदा मेरो नरनाथको इष्टमित्र भनेकै यही हो भनेर ती शरदका आइछन्। धन बुढासँग खाँचो थिएर तिमीलाई भने च्याप्प समय तर घट घट पारेछन्। बल पायो तिनको दुध आयो अब के भएको होइन डाके आएर ब्राह्मणले तिमीलाई निवारण गर्न थाले। नाउरा सुराउनु पर्यो हे धुनुरी धुनुन ब्राह्मणी कतिखेर जन्मेको पाल भनेर सोधा आफूले जन्मा बाबु कतिखेर। अब स्वामी ढाँटेर बहिनीले पाएको अलिकति घाम आएको थिएँ म त मुर्छा परिहाल्ने बेथा लाग्यो मलाई थाहा छ। नारायण राम 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 नामै जुर्दैन झलम बल धाम छ रामकै नाम छ नामै जुर्दैन। त्यो बालक जन्मिने बेलामा मुसान जन्माउँछ कालो भए पनि नराम्रो भए पनि चोर भए पनि अपार माया हुन्छ अरे। माया त के संसार कति गयो कति त कहिल्यै सकिन्न। एउटा छोरा जन्मे त्यति छोरी जन्मे त्यति र 10औं छोरा जन्मिए पनि छोरी जन्मे पनि त्यति नै माया बढिरहन्छ। अपार छ यो समुद्र जति छ आकाश धरती जति छ माया कहिल्यै सकिन्न। राम 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 दुईटा छोराले जगमग पार्ने बाबुआमा तार्ने दुईटा छोराले बाबुआमा तार्ने दुईटा। नारायण अब दुई भाइ छोरा यस्ताहरू छन् ती महात्मा देवका राम राम सबले मानेका गोकर्णले पढ्ने माथि माथि बढ्ने सबले मानेका पढ्ने माथि माथि सबले मानेका। नारायण धुन्धुकारी थियो आदिबाट जब योगीले त्यो अमृतको दानो दिने बेलामा छोरो चाहिँ हुन्छ तपाईँलाई तर सुख चाहिँ दिँदैन भनेको त्यो सम्झिन लाग्यो बुढाले। यो छोराले शान्ति दिएन अनि के गर्छ घरका चामल 2-4 महिना पोको पारे लग पसलमा बेच मिठो मिठो खायो। विद्यालयमा गए कसैको क्लासमा बसेर कापी कलम चोर्यो फेरि लिएर आयो चोर पो हुन थाल्यो डाका। अब कसैका सुनचाँदी हिरामती कसैले लायो भने त्यो चोर्न थाल्यो अनि घरमा आएर हे बाजे तिमी ब्राह्मण जस्ताको छोराले चोर्यो भनेर नारायण राम 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 थाले समाउन